धरानको सबैभन्दा बढी हर्क साम्पाङले गरेको विकासमा चाहिँ किचलो ल्याउने होइन, सबैभन्दा बढी चाहिँ त्यहाँ कार्यपालिका बैठकमा हरेकमा विवाद गर्ने मान्छे यो मनोज भट्टराई हुनुहुन्छ होइन, वाडा अध्यक्ष। अहिले देख्न सक्नुहुन्छ होइन, सुनसरी क्षेत्र नम्बर 1बाट चाहिँ प्रतिनिधि सभाको चुनाव हर्क साम्पाङ लड्ने हुँदा चाहिँ विपक्षमा चाहिँ त्यहाँ को खडा गरेको छ भने हेर्नुहोस्, एउटा वाडा अध्यक्ष अब मनोज भट्टराई चाहिँ उठ्ने भइसकेको छ, देख्न सक्नुहुन्छ। यस्तोमा यो मात्र होइन, अब धेरै शक्तिहरू चाहिँ हर्क साम्पाङको निम्ति चाहिँ धरानमा चाहिँ होइन जसरी हुन्छ होइन बाइपास गराउनुको निम्ति चाहिँ अब उठ्ने छ होइन, भित्रभित्रै नै चाल चल्नेछ। सब अन्य पार्टीसँग पनि गठबन्धन गरेर चाहिँ होइन लड्नेछ। त्यही भएर चाहिँ हर्क साम्पाङलाई हराउनु चाहिँ धेरै शक्ति त्यहाँ चाहिँ होइन प्रयोग हुनेछ। अहिलेको जुन चाहिँ होइन अब एमाले, काङ्ग्रेस, माओवादी, अब रासपा सबै एउटै हो क्या, जसपा सबै कसरी हुन्छ, जुन चाहिँ हर्क साम्पाङले त्यहाँ गरेको विकासलाई चाहिँ होइन बाधक बनेर चाहिँ अब कसरी हुन्छ हर्क साम्पाङलाई चाहिँ त्यहाँबाट बाइपास गर्नुको निम्ति चाहिँ यसरी अब अस्ति भर्खरै धरान उपमहानगरपालिकाको आयन्द्र बेगलाई चाहिँ रासपाले चाहिँ होइन चुनावमा लडिदिनु भनेर चाहिँ अब आएको थियो एकचोटि मिडियामा, अहिले आइरहेछ, ट्रेन्ड चलिरहेछ होइन। अहिले अब जुन चाहिँ आयन्द्र नलड्ने भयो हुँदा आयन्द्रले अथवा अब त्यही भित्रको नेपाल कम्युनिस्ट पार्टीभित्र अब माओवादी भन्दा पनि अब प्रचण्डले माओवादी त सकिहाल्यो, तर पनि त्यही भित्रको उसले सर्कलले गर्दा होइन युज गरेर चाहिँ यसरी देख्न सक्नुहुन्छ, यसरी यो मनोज भट्टराईलाई चाहिँ उठाइरहेको छ। यस्तो छन् हाम्रो नेपालको संस्कार होइन, नेपालीको चाहिँ एउटा बानी। एउटा व्यक्ति चाहिँ होइन अब मन परेको छैन त्यसको विरुद्ध चाहिँ राम्रो काम गर्दैछ भने पनि विपक्षमा चाहिँ उठिहाल्ने होइन, त्यसलाई चाहिँ खेदाइहाल्ने, धपाइहाल्ने, त्यो चाहिँ नेपालको होइन राजनीतिक संस्कार चाहिँ एकदमै बिग्रेर आएको छ। त्यही भएर पनि यस्तो चिजले चाहिँ देशलाई चाहिँ होइन एउटा समुन्नति एउटा होइन कहिले पनि बनाउँदैन, यसले चाहिँ प्रगतिभन्दा पनि दुर्गतितिर चाहिँ डोर्याउँछ। त्यही भएर पनि यस्ताहरूलाई चाहिँ नेपाली जनताले चिन्नुपर्छ र धरानको जनताहरूले चाहिँ विशेष गरेर चाहिँ ख्याल गर्नुपर्छ। जुन व्यक्तिले चाहिँ हर्क साम्पाङको प्रत्येक जुन चाहिँ कार्यपालिका बैठकदेखि प्रत्येक विकासको कामहरूलाई चाहिँ बाधा पुर्याउने व्यक्तिलाई चाहिँ धरानी जनताले चाहिँ 1 भोट त के 0 भोटमै नै सीमित गर्नुपर्छ यस्ताहरूलाई।